तिनीहरूतिर पनि छ भन्छ। किराँतपुर भनेर पन्जाबमा पनि भेटिन्छ, किराँत प्रदेश यहाँ पनि मागिन्छ। त्यसैले अब यो किराँत को हुन् को होइन र यसरी भन्दाखेरि जो मलाई अब यसलाई मेरो आफ्नो उमा चाहिँ म अब धेरै उमा जाँदा टाइम छैन। किराँत भन्ने चाहिँ वैदिकहरूले गैर वैदिकहरूलाई भनिएको हो र पहिलोचोटि भनियो र त्यसैलाई नै अङ्गालले आइयो होला जस्तो मलाई चाहिँ लाग्छ। किनभने हाम्रो मुन्दुममा किराँत भन्ने शब्द चाहिँ कहीँ पनि उल्लेख छैन, भेटिन्न। र खास गरी यो मुन्दुमको बारेमा अथवा दर्शनको बारेमा भनिराख्दाखेरि मुन्दुम कस्तो हो त, के हो त, मुन्दुमले के भन्छ त? यहाँ आज हाम्रो सृष्टि सिद्धान्तको बारेमा कुरा छ। यो दर्शनमा सृष्टि सिद्धान्तमा यो ईश्वरवादी हो कि अनिश्वरवादी हो त मुन्दुम?